र डे 3 काठमाडौँ। आज चाहिँ हामी लाग्दैछौँ चन्द्रगिरी तर्फ। चन्द्रगिरी जानु चाहिँ हामी किनभने माथि मन्दिर हुनुहुँदो रहेछ, मन्दिरको दर्शन गर्नको लागि र अनि हामी केबल कारको एक्सपिरियन्सको लागि पनि। म र मेरो छोरीको चाहिँ यो फर्स्ट केबल कारको एक्सपिरियन्स हुन्छ। फुपा फुपू र मेरो श्रीमती त पहिलादेखि चढिरहेको। मेरो श्रीमती चाहिँ काठमाडौँ आइरहन्थ्यो पहिलादेखि र हामी चन्द्रगिरी स्टेसन पुग्यौँ। यहाँदेखि हामीले टिकट लियौँ। टिकटको दर रहेछ एकजनाको 850 रुपियाँ नेपाली, इन्डियन 530 रुपियाँ लगभग। अनि हामी इन्ट्रेन्सतिर लाग्यौँ र जति पनि टुरिस्टहरू आउनुहुन्छ उहाँको लागि एकदम व्यवस्था राम्रो मिलाएको रहेछन्। त्यहाँदेखि हाम्रो केबल कारको यात्रा सुरु भयो। फुपाको चाहिँ चिनाजाना साथी हुनुको कारणले गर्दा हामीलाई एउटा कारमा परिवार मात्रै बस्नु दिनुभयो र चन्द्रगिरीदेखि माथि मन्दिर पुग्नुको डिस्टेन्स चाहिँ 2.4 किलोमिटर रहेछ। टाइम भन्ने चाहिँ लगभग 9 से 10 मिनट लाग्ने रहेछ र हामीले 3टा स्टेसन क्रस गरेर जानुपर्ने रहेछ। र यहाँ चाहिँ समुद्र सतहदेखि 8268 फिट र 2520 मिटरको उचाइमा रहेछन्। र हामी चाहिँ रेनी सिजनमा गएको कारणले गर्दा मौसम त्यति क्लियर थिएन, बाहिरको दृश्य राम्रो देख्नु पाएन र हामी पार गर्दै गर्दै माथि लास्ट स्टेसन पुग्यौँ। लास्ट स्टेसन पुग्नुको बाद नानी ह्याप्पी भयो, क्ल्याप गऱ्यो, हामीले पनि क्ल्याप गरेँ र फुपा र मेरो बाहिर इन्ट्री भयो, हिरो इन्ट्री। त्यहाँबाट हामी मन्दिरको तर्फ लाग्यौँ। मन्दिर चाहिँ यहाँदेखि 5 मिनट लाग्ने रहेछ। मन्दिरको नाम चाहिँ रहेछ भालेश्वर बाबा मन्दिर रहेछ र यहाँनिर जति पनि टुरिस्टहरू आउनुहुन्छ मन्दिरको दर्शनको लागि, कतिजना मान्छेहरू आफ्नो इच्छा पुरा होस् भनेर पनि आउनुहुन्छ। त्यसले गर्दाखेरि ईश्वरपुरेश्वर बाबा मन्दिर पनि भनिँदो रहेछ र हामीले राम्रोसँग यहाँ दर्शन गऱ्यौँ। र मेरो छोरीले घन्टी देख्नु हुँदैन, घन्टी त जहाँ पनि बजाइहाल्छ, यहाँ पनि बजायो, यता पनि बजायो। त्यसको बाद हामीले बाबाकोमा गएर टिका लगायौँ, मन्दिरको दर्शन पनि राम्रोसँग भयो र मौसम एकदम राम्रो थियो, पानी पनि परिरहेको थियो, ठन्डा थियो, मजा आइरहेको थियो। र मेरो छोरीले ओम बस्छ भजन लगाएको थियो, मेरो छोरीले पनि गाउँदै थियो, अरूले पनि उसलाई हेर्दै थियो गाउँदाखेरि। र फेरि श्रीमतीले भन्नुभयो यता आउनुहोस्, यहाँनिर भगवानको दर्शन गर्नुहोस् उही आफ्नो सम्झेर भनेर फुपू, मैले, नानीले पनि ढोक गर्यो। त्यहाँबाट नानीले फेरि अर्को जग्गा गएर एउटा फुल पनि चढायो, भगवानलाई दर्शन पनि गर्यो, फोटो पनि खिच्यो नानीको। त्यहाँदेखि हामीले फेरि तल गएर एउटा बत्ती किन्यौँ। बत्ती चाहिँ किनेको कारण चाहिँ यो, हामी परिवारमा जति पनि हामीलाई छोडेर जानुभयो, मेरो बाजे बोजू, मामा माइजू नेपालको, मेरो मामाहरू नेपालको, उहाँहरूको लागि मेरो ससुरा, उहाँहरूलाई सम्झेर हामीले एउटा बत्ती बाल्यौँ। बत्ती बालेर उहाँलाई सम्झ्यौँ।